ल साथीहरु नमस्ते, म गिरीशलाल मौर्य अनि स्वागत छ तपाईहरुलाई नेपाल शेयर मार्केटमा। आजको यो भिडियो हामीहरुको लागि धेरै भन्दा धेरै खास हुनेवाला छ। यो भिडियोमा आज म केही नयाँ अपडेटहरु लिएर आएको छु जुन चाहिँ हामीहरुको लागि एकदम खास हुनेछ। आज हामी यो भिडियोमा कुरा गर्ने हो नेपाल शेयर सम्बन्धीको नयाँ आईपीओ हरुको बारेमा। कम्पनीले निष्कासन गर्न बित्तिकै त्यो आईपीओ हामी कसरी हेर्ने, त्यो आएको शेयर चाहिँ एफपीओ हो कि आईपीओ हो त्यो हामीले कसरी थाहा हुने, आज यही सबैको बारेमा हामी चर्चा गर्ने छौं। साथीहरु, धेरै जनाले चाहिँ थाहा नपाएर कुन शेयर चाहिँ अहिले कुन कम्पनीले चाहिँ कुन शेयर निष्कासन गरेछ, कति किता गरेछ र त्यसको शेयर भ्यालु कति रहेछ, त्यो शेयरमा चाहिँ हामीले कति किता चाहिँ एप्लाई गर्न सकिन्छ, त्यो सबैको बारेमा आज यही भिडियोमा हामीले कुरा गर्ने छौं। र त्यो चाहिँ कुराहरु कुन आईपीओ आएछ त्यो चाहिँ हेर्नलाई हामी कसरी हेर्ने, त्यो सबै चाहिँ हेर्नलाई हामी कहाँबाट हेर्ने र कसरी हेर्ने र भन्ने सम्बन्धी सम्पूर्ण कुराहरु यही भिडियोमा हामीले गर्ने छौं। अब हामी चाहिँ यो भिडियो स्टार्ट गर्न गइरहेछौं। र साथीहरु, अब आएको नयाँ शेयरहरु चाहिँ कम्पनीले निष्कासन गरेको नयाँ शेयरहरु चाहिँ हामीले कसरी हेर्ने, कहाँबाट हेर्ने, त्यही कुरा म भन्न गइरहेछु। सबभन्दा पहिला तपाई के गर्नुस्, आफ्नो फोन मोबाइलमा यो मेरो लगानी सफ्टवेयरलाई चाहिँ इन्स्टल गरिलिनुस्। यहाँ चाहिँ मेरो लगानी भन्ने सफ्टवेयरलाई चाहिँ आफ्नो फोनमा इन्स्टल गरिलिनुस्। अब हेर्नुस्, यहाँ चाहिँ मेरो लगानी नेप्से एप आइसकेछ। म अलरेडी इन्स्टल गरेर राखेछु, त्यही भएर चाहिँ यहाँ ओपन हेराइरहेछ। अब तपाईहरु चाहिँ यो सफ्टवेयरलाई इन्स्टल गर्नुस्। त्यो सबै गरिसकेपछि तपाई सिधा आफ्नो चाहिँ मेरो लगानी सफ्टवेयरमा ओपन गर्नुस्। ओपन गरिसकेपछि अब हेर्नु, यो चाहिँ हाम्रो मेरो लगानीको सफ्टवेयर चाहिँ यस्तो आयो। अब हामीले यसमा के गर्ने हो, सबै यहाँ हेर्नुस्, तपाईको यहाँ न्यूज छ। हामीले चाहिँ एप्लाई गरेको आईपीओ त्यो अलटमेन्ट भयो कि भएन भन्ने कुराहरु हामी यहाँबाट चाहिँ हेर्न पाउँछौं। चाहिँ मेन कुरो हाम्रो चाहिँ के हो कि हामीले चाहिँ नयाँ आईपीओहरु आएको चाहिँ कसरी थाहा गर्ने र कहाँबाट हेर्ने, त्यो कुरा हो हाम्रो। त यसको लागि यहाँ सबभन्दा इजी तरिका छ हाम्रो यहाँ न्यू शेयरहरु। न्यू शेयरमा गएर तपाई यसो क्लिक गरिदिनुस्। क्लिक गरिसकेपछि अब हेर्नुस्, यहाँ चाहिँ हाम्रो यो हो हाम्रो आईपीओ अनि यो हो हाम्रो अनि यो चाहिँ हाम्रो एफपीओ। यहाँ राइट शेयरहरु छ, एक्सन छ अनि यहाँ म्युचुअल फन्ड्सहरु छ। यो सबैसँग त हामीलाई त्यति वास्ता छैन। मेन चाहिँ हाम्रो दुईटा यही हो, आईपीओ र एफपीओ। अब आईपीओ चाहिँ हाम्रो कुन अहिले आएछ, अहिले चाहिँ हाम्रो कुन कम्पनीले आईपीओ निष्कासन गरेछ त्यो चाहिँ हामी यहाँबाट हेर्न पाइयो। अब हेर्नुस्, यो सबै गएको महिनामा चाहिँ यो झापा एनर्जी साका यो चाहिँ बुङ्गल हाइड्रो पावर भयो। यो हेर्नुस्, अब यहाँ चाहिँ हाम्रो बुङ्गल हाइड्रो पावर, झापा एनर्जी, सागर डिस्टिलरी, साई पैनल्स यहाँ छ। अनि यहाँ सबै यसो हाम्रो चाहिँ धेरैवटा आईपीओहरु निष्कासन भएछ। अनि यहाँ चाहिँ हाम्रो डेट पनि हेर्नुस्, इजिली तरिकाले चाहिँ हाम्रो यहाँ त डेट पनि हेराइरहेछ। यहाँबाट हामीले चाहिँ डेट पनि हेर्न पाइयो, कुन डेटमा कुन चाहिँ आईपीओ निष्कासन भएछ र त्यसको चाहिँ ओपनिङ डेट कहिले हो र क्लोजिङ डेट कहिले हो, सबै चाहिँ कम्पनीको आईपीओ कुन चाहिँ बैंकले निष्कासन गरेछ त्यो सबै पनि यहाँ हेराउँछ। हामीले चाहिँ इजिली तरिकाले हेर्न सकिन्छ। अनि